नमस्कार। आजको यस विश्लेषणात्मक प्रस्तुतिमा हामी एउटा यस्तो विषयमा गहिरिएर छलफल गर्दैछौँ जसले हाम्रो दैनिक जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ। नेपालको सङ्घीय संरचनाभित्र हाम्रा स्थानीय सरकारहरूले ठ्याक्कै कसरी काम गर्छन् त? यो प्रश्नको उत्तर खोज्न आज हामी स्थानीय सरकार सञ्चालन ऐन 2074 को नालीबेली केलाउनेछौँ। ल, अब ढिला नगरी यस कानूनी व्यवस्थाका भित्री पाटाहरू बुझ्न सुरु गरौँ। यहाँ देखाइएको यो राजपत्रित दस्तावेजलाई हेरौँ। साँच्चै भन्नुपर्दा यो कुनै साधारण कागज मात्र पक्कै होइन। नेपालको 2072 सालको संविधानले दिएका अधिकारहरूलाई आम नागरिकको घर दैलोसम्म पुर्याउने मुख्य कानूनी आधार नै यही ऐन हो। आज हामीले छलफल गर्ने हरेक तथ्य र तथ्याङ्कहरू सिधै यही प्रमाणिक र आधिकारिक स्रोतबाट लिएका हुन्। आजको हाम्रो यो छलफल मुख्य गरी यी 5वटा विषयमा केन्द्रित हुनेछ। हामी ऐनको प्रस्तावना र उद्देश्यदेखि सुरु गरेर स्थानीय तहको सिमाना, नगरपालिकाहरूको वर्गीकरण हुँदै अन्तमा नागरिकका दैनिक जीवनमा प्रभाव पार्ने शिक्षा र स्वास्थ्य जस्ता अधिकारहरूबारे कुरा गर्नेछौँ। ल, अब पहिलो खण्डबाटै सुरु गरौँ, प्रस्तावना र उद्देश्य। आखिर यति लामो र विस्तृत कानूनी दस्तावेज किन आवश्यक पर्यो त? मुख्य कुरा के हो भने यसले संविधानले दिएका अधिकारहरूलाई कागजमा मात्र सीमित नराखी व्यवहारमै उतार्ने काम गर्छ। यसले सङ्घ, प्रदेश र स्थानीय तहबीच एउटा गजबको सहकार्यको भावना विकास गराउँछ। व्यवस्थापकीय, कार्यकारिणी र न्यायिक अभ्यासलाई सिधै नागरिकको घरदैलोमै संस्थागत गर्नु यसको प्रमुख उद्देश्य हो, ताकि लोकतन्त्रका लाभहरू सबै नागरिकसम्म समानुपातिक र समावेशी रूपमा पुग्न सकुन्। अब लागौँ दोस्रो खण्डतिर, सिमाना, नाम र केन्द्र। हाम्रा स्थानीय सरकारहरू भौगोलिक रूपमा कसरी बन्छन् भन्ने नियमहरू यसमा रहेका छन्। सबैभन्दा रोचक कुरा के छ भने सरकारले स्थानीय तहको आकारलाई व्यवस्थित गर्न एकदमै स्पष्ट सीमा तोकेको छ। कानूनमै लेखिएको छ कि एउटा गाउँपालिकामा कम्तीमा 5 देखि बढीमा 21वटा सम्म वडाहरू हुन सक्छन्। त्यसैगरी नगरपालिका हुनका लागि कम्तीमा 9 देखि बढीमा 35वटा सम्म वडा हुनै पर्छ। प्रशासन न धेरै सानो होस् न धेरै भद्रगोल होस् भनेर नै यस्तो सन्तुलित व्यवस्था गरिएको हो। अब कहिलेकाहीँ एउटा प्रश्न उब्जिन सक्छ कि हाम्रो गाउँपालिका वा नगरपालिकाको नाम, केन्द्र वा सिमाना पछि परिवर्तन गर्न मिल्छ त? पक्कै मिल्छ, तर यसको एउटा कडा कानूनी प्रक्रिया छ। पहिलो चरणमा स्थानीय सभामा तत्काल कायम रहेका सदस्यहरूको 2/3 बहुमतले प्रस्ताव पारित गर्नुपर्छ। त्यसपछि दोस्रो चरणमा त्यो प्रस्ताव प्रदेश सरकारमा पठाइन्छ र प्रदेश सरकारले नेपाल सरकारलाई सिफारिस गर्छ। अनि अन्तिम चरणमा गएर नेपाल सरकारले मात्र यसलाई अन्तिम स्वीकृति दिन सक्छ। यो त एउटा निकै बलियो चेक एन्ड ब्यालेन्सको उदाहरण भयो होइन र? तेस्रो खण्ड रहेको छ नगरपालिकाहरूको वर्गीकरण। यहाँ सबै नगरपालिकाहरूलाई एउटै ढालोमा राखिएको छैन। नगरपालिका घोषणा हुन आखिर कति जनसङ्ख्या चाहिन्छ त? यहाँ जनसङ्ख्याको मापदण्ड भूगोल अनुसार एकदमै फरक छ। हिमाली जिल्लामा जम्मा 10,000 स्थायी बासिन्दा भए पुग्छ, तर पहाडमा 40,000, भित्री मधेसमा 50,000 र तराईमा 75,000 जनसङ्ख्या चाहिन्छ। अझ काठमाडौँ उपत्यकाभित्र त कम्तीमा 1 लाख जनसङ्ख्या नभई नगरपालिका घोषणा हुनै सक्दैन। भौगोलिक विकटता र जनघनत्वलाई ध्यानमा राखेर बनाइएको यो नियम साँच्चै नै व्यावहारिक छ। अब अलिकति ठूला शहरहरूको कुरा गरौँ। उपमहानगरपालिका र महानगरपालिका बीचको भिन्नता निकै ठूलो छ नि। उपमहानगर हुन कम्तीमा 2 लाख जनसङ्ख्या चाहिन्छ भने महानगर हुन पुरै 5 लाख स्थायी बासिन्दा हुनुपर्छ। पूर्वाधारको कुरा गर्दा पनि महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थलसँगको सहज पहुँच, टर्मिनल सहितको बस पार्क र कुल सडक लम्बाइको कम्तीमा 75% सडक पक्की भएको हुनै पर्ने जस्ता कडा मापदण्डहरू रहेका छन्। पैसाको कुरा नगरी त कहाँ वर्गीकरण पूरा हुन्छ र? स्थानीय तहको स्तर बढ्दै जाँदा उनीहरूको आफ्नै आन्तरिक आयको क्षमता पनि धेरै हुनुपर्छ। अन्य जिल्लाका साधारण नगरपालिकाको औसत वार्षिक आन्तरिक आय 3 करोड रुपैयाँ हुनुपर्छ। उपमहानगरपालिकाको हकमा यो रकम 25 करोड पुग्छ। तर महानगरपालिका बन्नको लागि त वार्षिक आन्तरिक आय कम्तीमा 1 अर्ब रुपैयाँ हुनै पर्ने अनिवार्य व्यवस्था छ। पत्याउनुहुन्छ, पुरै 1 अर्ब। यसले महानगरपालिकाहरू आर्थिक रूपले कति धेरै सबल हुनुपर्छ भन्ने कुरा छर्लङ्ग पार्छ। स्वास्थ्य पूर्वाधारको मापदण्ड पनि त्यस्तै छ।
साधारण नगरपालिकामा कम्तीमा 25 शैय्याको अस्पताल भए पुग्छ, तर उपमहानगरपालिकामा एउटा 100 शैय्याको अस्पतालसहित कुल 200 शैय्याको सुविधा हुनुपर्छ। अनि महानगरपालिकाको हकमा त विशेषज्ञ सेवासहित कम्तीमा 500 शैय्याको अस्पताल सुविधा हुनैपर्ने व्यवस्था छ। यसको सीधा अर्थ के हो भने शहरको स्तर बढेसँगै त्यहाँ उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा पनि फराकिलो हुँदै जान्छ। अब लागौं चौथो खण्डतिर, स्थानीय तहको अधिकार। दैनिक रूपमा यी स्थानीय सरकारले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् त? संविधानले दिएको अधिकार प्रयोग गर्दा सबैभन्दा अगाडि आउने एउटा संयन्त्र हो नगर प्रहरी। नगर प्रहरीको काम सडकमा जरिवाना काट्नु मात्र पक्के होइन। उनीहरूले त स्थानीय नीति र कानून कार्यान्वयन गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने र हाम्रा जात्रा पर्वहरूमा सुरक्षा दिने जस्ता महत्त्वपूर्ण कामहरू गर्छन्। यसका साथै बजार र पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर अनधिकृत विज्ञापन र छाडा चौपाया नियन्त्रण गर्ने जिम्मेवारी पनि उनीहरूकै हुन्छ। एक हिसाबले भन्ने हो भने उनीहरू स्थानीय सुशासनका रक्षक नै हुन्। अब सोचौं, यी सबै विकासका काम गर्न पैसा कहाँबाट आउँछ त? स्थानीय सरकारलाई विभिन्न कर र दस्तुर सङ्कलन गर्ने विशेष अधिकार छ। सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर अनि मनोरञ्जन र पर्यटन शुल्क सबै स्थानीय तहले नै उठाउँछन्। साथै डुङ्गा, गिट्टी, बालुवा र काठ जस्ता प्राकृतिक स्रोतको बिक्रीबाट पनि उनीहरूले शुल्क सङ्कलन गर्छन्। र यही राजस्व नै हाम्रा स्थानीय तहहरूको विकासको प्रमुख मेरुदण्ड हो। र अब हाम्रो अन्तिम खण्ड, शिक्षा, स्वास्थ्य र सेवाहरू। यी तीनै जिम्मेवारी हुन् जसले आम नागरिकको दैनिकीलाई सिधै छुन्छन्। शिक्षाको क्षेत्रमा स्थानीय सरकारलाई साँच्चै नै धेरै ठूलो अधिकार दिएको छ। आधारभूत र माध्यमिक तहसम्मको शिक्षा उनीहरूकै मातहतमा सञ्चालन हुन्छ। विद्यालय स्थापना गर्ने, शिक्षकहरूको दरबन्दी मिलाउने अनि निशुल्क शिक्षा र छात्रवृत्तिको व्यवस्थापन गर्ने सम्पूर्ण काम स्थानीय तहले नै गर्छ। यसको सबैभन्दा सुन्दर पक्ष त के छ भने मातृभाषामा शिक्षा दिने र स्थानीय ज्ञान, सिप र प्रविधिको संरक्षण गर्ने विशेष अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ। स्वास्थ्य र सरसफाइको कुरा गर्दा पनि स्थानीय तहको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र मातृस्याहार सेवा सञ्चालन गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हो। फोहोर मैला व्यवस्थापन गर्ने, औषधि पसलहरूको नियमन गर्ने र स्वच्छ खानेपानी सुनिश्चित गर्ने काम पनि स्थानीय तहले नै गर्छन्। विशेष गरी कुपोषणको कुरा गर्दा महिला र बालबालिकामा हुने कुपोषण रोकथामका कार्यक्रमहरू स्थानीय सरकारकै नेतृत्वमा सञ्चालन हुन्छन्। आज हामीले स्थानीय सरकार सञ्चालन ऐन 2074ले कोरेको मार्गचित्रलाई निकै नजिकबाट बुझ्ने प्रयास गर्यौं। संरचना निर्माणदेखि लिएर सेवा प्रवाहसम्मका कुराहरू हेर्दा स्थानीय सरकार नागरिकसँग कति धेरै जोडिएको छ भन्ने कुरा प्रष्ट हुन्छ। तर अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। यी सबै कानून, अधिकार र कर्तव्यहरूबारे बुझिसकेपछि सुशासन कायम गर्न र आफ्नो गाउँठाउँको विकासको लागि अब नागरिकको तर्फबाट निभाउनुपर्ने भूमिका के हुनुपर्छ त? यो यस्तो प्रश्न हो जसमाथि हामी सबैले पक्कै विचार गर्नुपर्छ। आजको यो व्याख्यात्मक प्रस्तुति यही सकिन्छ। हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।